ओके गाइस फाइनली है म चाहिँ रिटर्न आएँ वी आर ब्याक। अब यो चाहिँ सेटअप भएछ है, बुट लोडरहरू सबै सेटअप भइसकेको छ। वार्निङ इफ योर कम्प्युटर एनदर अपरेटिङ सिस्टम यो भनेर इट्स एम न्यू सिस्टम अन्ली अपरेटिङ सिस्टम। यो त्यही मैले पनि दुईवटा सिस्टम छ कि भनेर हो होइन, हाम्रोले एउटै छ, नो प्रब्लम। हामी चाहिँ के गरौँ भन्दाखेरि यसलाई यस भनेर होइन, प्राइमेरी डिभाइस भनिरहेको छ, यसलाई हामी अगाडि बढिदिउँ। इन्टर डिभाइस मेन्युअली हाम्रो डिभाइस यही नै हो, भिएम भित्रको हामीले आर्टिस्ट दिइरहेको हो। इन्स्टल हुँदैछ, भिएम भित्र चाहिँ लोड हुँदैछ बुट लोडर। ओके अझै कम्प्लिट फिनिसिङ हुन लाग्यो। बुट लोडर भनेको सिम्पली कस्तो भन्दाखेरि तपाईँले पहिलादेखि विन्डो लोड हुँदाखेरि आउँछ नि सुरुमै के कालो स्क्रिनमा, सुरुमा त ब्ल्याक स्क्रिन हुन्छ, डस हुन्छ, डसमा हामीले विन्डो राख्ने हो। अनि त्यो सबै कुरा कहाँ बाइसको बुट लोडरमा गएर बसिरहेको हुन्छ नि त। फाइलहरू त ओएसमा पढ्नुभयो होला हजुरहरूले। फेरि फिनिसिङ द इन्स्टलेसन अलिकति फेरि टाइम लाग्ने भयो। आई थिङ्क 1 आवर प्लसै लाग्यो मलाई यो, किनकि मैले अघि सिस्टमहरू चलाइरहेको थिएँ, त्यही भएर मैले चाहिँ पार्ट 2 भिडियो बनाउनु पऱ्यो कि त्यो मेमोरी बढी खाएको भएर सबै कुरा अफ गरेर राखिदिएको। आधी घन्टा जति भयो थियो अफ गरेर राखेको, फेरि अगेन इन्स्टलेसन भइरहेछ है। बट तपाईँहरूको पिसीमा फास्ट हुन्छ होला, यो चाहिँ मेरो अलिकति पुरानो ल्यापटप हो, i3 मात्रै हो कि प्रोसेस चाहिँ, त्यही भएर हो। तपाईँहरूको i5 i7 पनि अलिक फास्ट हुन्छ है, सँगै चाहिँ चल्छ। एकछिन अब फेरि वेट गर्नु पर्यो है। ओके स्टिल फुल मेमोरी, फुल ऱ्याम, फुल हार्ड डिस्क खाइरहेछ। यो चाहिँ फाइनल्ली है इन्स्टलेसन कम्प्लिट भएको छ। अब इन्स्टलेसन है कम्प्लिट म यहाँ गरिहाल्छु, स्क्रिनसट पनि लिइहाल्छु र चाहिन्छ भनेर। ओके कन्टिन्यू। अब फिनिस भइरह्यो है, कहिले लिनक्स सेटअप भयो। ओके फाइनल्ली ल सक्सेसफुली सेटअप भयो भिएममा। F12 चाहिँ फुल स्क्रिन भनिरहेको थियो है, यसले चाहिँ मैले अघि हेरेँ अनुसार F12
कम्पाइल गर्दाखेरि कहिले लिनक्स आयो अब भित्रबाट अहिले म मिलाउँछु त्यसलाई चाहिँ रिजोल्युसन चाहिँ आयो लोगो आयो सेटअप भयो है यति भएपछि अब पासवर्ड चाहिँ के राख्यो पासवर्ड मैले अघि देखाएको थिएँ है पासवर्ड बिर्सिरहेको आफैले याद आयो पासवर्ड चाहिँ चाहिन्छ त्यसपछि युजर नेम आई थिङ्क मैले के राखेको थिएँ अनिस यस्तो बिआइएम 004 राखे जस्तो लाग्छ पासवर्ड चाहिँ अनिस 1989 1 2 3 ल बिर्सिनु हुन्न कि ल आफैले बिर्स्यो क्या हो ARISH 1989 ओके भयो क्यापिटल ए र स्मल ए यस्तो प्रब्लम आउँछ कि है त्यही त्यो सुरुमा अघि जहाँ राखिरहेको थिएँ नि त्यो कुरा एकदम ख्याल गर्नु है लगइन गर्दाखेरि भएन भने फेरि अर्को टेन्सन हुन्छ कि यसले गर्दाखेरि नेट चल्यो कि चलेन नेट चलेन भने वायर कनेक्टेड छ यहाँ वायर कनेक्टेडमा गएर मिलाउन मिल्छ है डिस्कनेक्टेड भयो रहेछ वायर कनेक्सनमा गएर इनेबल नेटवर्क एडिट कनेक्सनमा गएर मिलाउन मिल्छ है कनेक्टेड भनिरहेको छ अहिले केही चलाउनु परेन अटोमेटिकै छ अब इफ मेनुअल हो भने IPv6 मा गएर मिलाउनु पर्यो क्या यहाँ चाहिँ तपाईँको एड गर्नु पर्यो आइपी एड्रेस अब हामीसँग अहिले गर्नु परेन DHCP क्लाइन्टहरु सबै कुरा राख्नुपर्ने हुन्छ हैन अब अहिले त हामीले सेटिङबाट ब्रिज गर्दै थिए त्यही भएर यो चल्यो फुल मोड आयो है अघि आएको थिएन अहिले रिजोल्युसन लियो नि त है ओके नेट चलिरहेछ मेरोमा भित्रपट्टि ओके नेट पनि चलिरहेछ प्रोसेस यहाँ देखाइरहेछ कति के खाइरहेछ भनेर बेसिक युआई हो है यहाँ तपाईँको प्रोसेसहरू खाएको देखाइरहेछ लिनक्समा अब यसलाई चाहिँ म नेट चलिरहेको भएर है अब सेकेन्ड हाम्रो 4 र 5 को जुन छ नि त हैन फाइल सिस्टम हो नि पनि हामी जान मिल्छ के सजिलो युआई बेस राखेको धेरै सजिलो छ के युआई बेस नराखिकन अर्को राखेर काम गरे पनि टर्मिनलबाट सबै कमान्ड हानेर जानुपर्ने हुन्थ्यो बट तपाईहरु सजिलोलाई युआई बेस भने मैले हैन सबै कुरा छ यहाँ पनि तपाईको टर्मिनल अब यहाँ सबै टुल्सहरु यही छ के vulnerability असाइनमेन्ट छ वेब एप्लिकेसनको लागि यही छ डेटाबेसको छ पासवर्ड अट्याकको लागि यही छ वायरलेस अट्याकको लागि यही छ सबै कुरा आइसकेछ है यहाँ चाहिँ यो सबै कुरा भन्दा नि अब हामी बेसिक स्टार्ट गर्छौं यसको टर्मिनल पनि दुईटा आउनु पर्ने हो एउटा रुट टर्मिनल हुन्छ एउटा पावर सेल भनिरहेको छ हैन रुट टर्मिनल जाने नै हो हामी चाहिँ है पावर सेल चाहिँ पनि पासवर्ड चाहिँ रुट टर्मिनलको पासवर्ड चाहिँ राख्नु पासवर्ड चाहिँ बिर्सिनु हुन्न है रुट टर्मिनल आयो है सेल नम्बर 1 भनेर आइराछ रुट टर्मिनल आइराछ यहाँ हेर्दाखेरि root@onisbim भनेर आइराछ है अब म तपाईलाई अर्को पनि देखाउँछु ओपन टर्मिनल हेर है यो रातो कलरको छ यो ख्याल गर्नु होला यति चाहिँ यहाँ हेर्नु ब्लू कलरमा onisbim भनेर आइराछ कि @ पछाडीको त तपाईको डोमेन भइहाल्यो हैन तपाईको यो पछाडीको हैन अगाडीको चाहिँ युजर हो के यस्तो केसमा चाहिँ तपाईको यो आको sudo -i युजर चेन्ज गर्नलाई रुटमा जानलाई ओके यहाँसम्म भयो है अब यो सबै जति पनि स्क्रिनशट लिनु होला प्रिन्टेसन गर्नु होला है अहिलेलाई हामी यो भिडियो चाहिँ यतिमै यो पार्ट 2 भिडियो छ हैन सेटअपको यो सेटअपको पार्ट 2 भिडियोलाई हामी यही अन्त्य गरौँ यसलाई चाहिँ है हस् थ्यांक यू